आज चाहिँ मैले एउटा सामान किनेको छु। क्यारोट थाङ्गुन भन्छ कोरियामा चाहिँ। यो पुरानो सामानहरू किन्ने बेच्ने एउटा वेबसाइट हो। त्यहाँबाट चाहिँ आफूलाई चाहिने सामानहरू सेकेन्ड ह्यान्ड सामानहरू किन्न पाइन्छ। आज मैले एउटा विशेष कुरा तपाईहरुलाई देखाउँछु। थाङ्गुनबाट किनेको यो सामानसँग मेरो अलिकति अनुभव, केही तिता मिठा अनुभव पनि छ। त्यो कुरा पनि म एकछिनमा खोलाउँछु। पहिला चाहिँ मैले यो एउटा सामान के रहेछ भने यसरी देखाउँछु। यो सस्तो रेटमा पाएको भएर खोलेर देखाउँछु। अलिकति मैले खोलेर यो चाहिँ 10 ब्ल्याकको कुरा गरेको थिएँ मैले। नेपालमा लगेको त्यो मेरो रहरको एउटा क्यामेरा थियो। चाहिँ एउटा छँदैछ 50D, क्यानन 50D को। तर पनि यो अलिकति सजिलो हुन्छ भनेर लिएको थियो। त्यो चाहिँ मैले मेरै हुस्सुपनले गर्दाखेरि भनौँ या अथवा मेरो ब्याड लक भनौँ के भनौँ, त्यो चाहिँ मेरो कमजोरीकै कारणले हरायो। र त्यो हराएपछि चाहिँ मलाई अलिकति केही समय गाह्रै भएको थियो। नेपालमा हुँदाखेरि त्यति काम केही नभएको, लखर त्यतिकै हिँड्ने, खर्चा मात्र धेरै हुने। त्यत्रो समय बस्नु पऱ्यो फेरि नेपालमा। त्यतिकै फेरि फर्किन भनेरै गएको जान त, तर फर्किन चाहिँ कोरोनाले गर्दा समय पाएन। त्यसले गर्दाखेरि त्यसको झगलको मेट्ने गरेर चाहिँ आज मैले यो लिएको छु। यसमा चाहिँ यो के हो एक्सेसरिजहरू पनि छ रहेछ। ब्याट्री पनि लगभग 3 4 वटा रहेछ। ब्याट्री सहितको ब्याट्री केस पनि छ यहाँ। अनि एउटा यो चाहिँ वाटरप्रुफ हो केस हो। यस्तो छ। अब यो गोप्रोबाट चाहिँ मेरो भिडियो यात्रा फेरि सुरु गर्नेछु मैले। नयाँ गोप्रोबाट अब भिडियोहरू पनि नयाँ र उपयोगी भिडियोहरू ल्याउने कोसिस गर्नेछु। अहिलेलाई भने यति नै हो। भिडियो हेर्नुभयो तपाईहरुलाई धेरै धेरै धन्यवाद। नयाँ गोप्रो प्राप्त गरेको छु मैले। बाट चाहिँ म यहाँ पहिलो भिडियो बनाउँदैछु। यो चाहिँ मेरो एक्सेसरिजहरू, वाटरप्रुफ केस पनि छ यहाँ। अनि अरू चाहिने चिजहरू सबै छ। जस यो पनि छ। जे भए नि एउटा त्यहाँ